हेलो साथीहरू, आज मैले हेल्दी लड्डुको रेसिपी लिएर आएको छु। यो हेल्दी लड्डुको रेसिपी बनाउन मैले के सामग्री प्रयोग गरेँ अब हेरौँ है त। ठुलो बदाम, सानो बदाम र ओखरलाई चाहिँ 5 मिनट जति चाहिँ मैले भुटेको छु। त्यसै गरेर मैले चाहिँ फर्सीको बिया र काजुलाई पनि रोस्ट गरेँ। मैले मखनालाई पनि रोस्ट गरेको छु। मखना चाहिँ चाँडो रोस्ट हुने भएकोले मैले त्यसलाई केही मिनट मात्रै राखेँ र यसैमा मैले चाहिँ चिया सिड अनि सेतो तिल र पिस्ता पनि राखेर भुटेँ। मैले जागुतलाई चाहिँ पानी थोरै राखेर उमालेको छु र यसको झोल बनाएको छु र सबै सामग्रीलाई चाहिँ ग्राइन्ड गरेर त्यसमा केही थोरै घिउ राखेर चाहिँ लड्डु